माया जाललाई दिउला सुहाको मन्जुरी भया माया जाललाई। वेलकम ब्याक टु न्यू ब्लग हैन। धेरै दिनपछि ब्लग आइरहेछ। त्यति कन्टेन्ट नि मिलिरहेको थिएन अनि प्रब्लम नि थियो, पर्सनल प्रब्लमहरू पनि थियो हैन। आज म यता आफ्नो गाउँतिर आएको छु हैन, पहाडतिर। अनि आज एउटा आफ्नै मन्दिरमा पूजा भइरहेछ, त्यही भएर त्यहीँ गइरहेको छु। सबैजना गइसक्यो, म अलि लेट भयो। अनि यो अङ्कल जाँदै हुनुहुन्थ्यो, त्यही भएर पञ्चायत छोड्नु भएको थियो। अनि त्यही लगेर गइरहेको छु। पुरै पाहाडमा एक्लै हिँडेर यस्तो छ हैन। ल अब सायद 1-2 दिनमा अर्को ब्लग पनि आउँछ होला। यो अहिले त्यतिकै गाउँको पूजाको लागि धेरै दिन भइसक्यो ब्लग बनाउनु नि नपाएको। अनि आज बनाइदिउँ भनेर बनाइरहेको। अनि यो ब्लग नि आउँछ कि आउँदैन त्यो नि थाहा होइन मलाई। अब त्यहाँ गएर राम्रो केही कन्टेन्टहरू मिल्यो भने आउँछ, अब नमिल्यो भने त त्यत्तिकै अब यो ब्लग नि आउँदैन। त्यही हो, कन्टेन्ट मिल्दैन। त्यही भएर अब आफ्नै बिजी काममा घरमै बसिरहेको छु। अब घरमै छु, त्यहाँ के कन्टेन्ट बनाउनु। यताउता घुम्न गएको छैन त्यति। अहिले यतै आएको पहाड, अनि पहाड आएर यही बनाइरहेको ब्लग। अहिले पूजा गरिरहेको थिएँ गाउँमा। अर्को मेला चाहिँ एउटा, त्यसको ब्लग आउँछ होला। हिजो पनि मेला थियो, त्यसको एक्लै भयो अनि झ्याउ लाग्यो ब्लग बनाउन नि त्यत्तिकै। त्यही भएर हिजोको आएन। अब आजको यो ब्लग आउँछ होला। अब भोलि पर्सितिर अर्को मेला छ एउटा, त्यो मेलाको आउँछ होला। अनि धनगढी गएको, यताबाट धनगढी गएको आउँछ होला। यही हो। ओके, अगाडि हेर्दै जाउँ। यस्तो छ पहाड, हेर्नु। उस्तै यता नि मोज छ, तर हिँड्न लास्टै गाह्रो हुन्छ। बाटो पुरै यस्तो बाटो छ, हिँड्न गाह्रो। अलि लड्यो भने ऊ तल सिधै खोलामा हो। त्यही भएर अब ओके, अगाडि गएर देखाउँछु म। अहिले हिँड्न अलि फास्ट नै जानुपर्ने छ, किनकि अङ्कल पनि त्यहाँ पुगिसक्नु भएको छ। उनी धनगढी जाने हुन् आज बाइकमा, पन्जा छोड्नुभयो। यही पन्जा लिएर गइरहेको छु। अलि फास्ट नै जानु परेछ। ओके ल। अनि गाइस, अहिले डाँडामा पुगेको छु होइन। यो डाँडा चाहिँ पहिला यो बाटो हिँड्ने मान्छेले बस्ने होइन। यता बस्थे, उताबाट हिँडेर पुरै उतादेखि यो रोड भयो होइन, उतातिर खोला भयो। त्यहाँबाट हिँडेर आएर यता बस्थे होइन। म आज पुरानो बाटो आएको छु, रोड चाहिँ अर्को छ होइन। रोड अहिले आउँछ बिचमा, रोड चाहिँ अर्को छ। म पुरानो बाटो आएको छु, धेरै भइसक्यो आज यो बाटो नि नहिँडेको, एकचोटि हिँडिदिउँ भनेर। अनि खै कतिखेर पुगिन्छ। यो बाटो नि लामै हो अलि। पुरै पछि जाँदाखेरि चाहिँ पुरै डाँडा कटेर गर्मीमा जानुपर्छ होइन। अहिले चाहिँ हिँड्नु, अहिले त केही छैन, ओह्राली छ, त्यही भएर हिँड्न सजिलै भइरह। अब डाँडा चढ्न गाह्रो हुन्छ। हिजो पनि डाँडा चढेर आएको, आज नि डाँडै चढ्नु पर्ने छ। हिजो नि त्यही मन्दिरमा थिएँ। हिजो चाहिँ म अर्को मेलाबाट त्यो मन्दिरमा आएको थिएँ। आउँदाखेरि सँगै आएन त्यो गाउँको मान्छेसँग। अनि जाँदाखेरि चाहिँ राति 9-10 बजीतिर हामी डाँडा चढिरहेको थियौँ राति होइन। अनि ल अब अगाडि देखाउँला। यता कता पानी पनि मिल्छ, पानी पनि कता हो त्यही नि बिर्से। उता अर्को खोलामा हो होइन। ल अलि अगाडि मिलाउँ। अनि अब
एउटा पिपल बोट आइरहेछ होइन। त्यो पिपल बोटमा नि धेरै बसिन्थ्यो पहिला। यतैतिरबाट मैले स्कुल जानु पर्थ्यो होइन। यही पिपल हो, यतै बसिरहेको थिएँ। हाम्रो रेस्ट गर्ने एरियाहरू हो यिनीहरू। अनि अगाडिको उता खोलामा पानी मिल्थ्यो। पछि त्यो यत्रो माथिको डाँडा यत्रो चढेर जानुपर्ने हो। अहिले पनि आधीमा छु म डाँडाको। अहिले ओह्राली झरिरहेको छु। अनि तल एकजना अर्को पनि छ मेरो ब्लगमा सबैभन्दा धेरै वाच टाइम खाने मान्छे होइन। वाच टाइम, स्क्रिन टाइम सबैभन्दा धेरै देखिने मान्छे। अहिले पुगिन्छ त्यसको होइन। अनि यो वनहरूमा फलहरू लागेको छ अलिअलि वनको। देखाइदिउँ भने देखाइदिएर बिरामी परिन्छ कि। यस्तै छ, हिँड्न झ्याउ लागिसक्यो। कति हिँड्नु यही भने मैले। यस्तो वाला यो चाहिँ राम्रो हुन्छ हुन त, काचै छ अहिले त। अनि यही ठाउँमा पानी पिउँदै आएँ होइन। यताबाट हिँड्ने अवस्था अब यत्रोमा पानी पिएर बस्थ्यो। यो पानी पनि पहिला धेरै लाग्थ्यो, अब पानी नमिल्ने आउँदाखेरि गर्मी हुने। यस्तै छ। अब यता गाडीहरू त्यस्तो मिल्दैन, अलि हो। कतिखेरि त्यो नि आफ्नो भाग्यको कुरा हो। कतिखेरि मिल्छ, कतिखेरि मिल्दैन। धेरै जस्तो हिँडेरै जानुपर्छ यताउता। अब लगभग पुग्न लाग्यो, 15-20 मिनटमा पुगिन्छ होला। खत्तम भइसक्यो रहेछ बाटो नि। बिचमा एकजना भाइको कल आएको थियो, त्यही भएर भिडियो अफ भयो। त्यत्तिकै म त के भयो भन्दै थिएँ होइन। त्यो नि घरमै रहेछ। अब मलाई थाहा भएन, अहिले बोलाएँ त्यसलाई। अब पुग्छ होला एकछिन। अनि जसले मेरो ब्लगमा स्क्रिन टाइम खाइरहेको छ भन्दै थियो, ऊ चाहिँ त्यहीँ छ जता म गइरहेको छु। यस्तै छ। ल अगाडि देखाउँछु म। अहिले एकछिनमा रोडमा पुगेछु। हिँड्न गाह्रो भइरहेछ यता। अनि रोडमा पुगिसक्यो होइन। कति बाटो छ। अङ्कल नि भर्खरै गइरहेछन् सायद। अहिले देखेँ बाइक त। त्यही पनि अङ्कल हुन् कि होइनन् भन्ने फिक्स थाहा भएन। ल सायद अङ्कल चाहिँ नहोलान्। मभन्दा 5 मिनट अगाडि नै निस्क्याउँ त्यही नि बाइकमा, म हिँडेर। ओके ल अगाडि देखाउँछु। अब अहिले देखाउनु त्यति केही छैन, अगाडि देखाउँदै जान्छु। अनि यस्तो जङ्गलमा पुगिसकेँ, पुरै कालो देखिरहेछ। जता नि ओह्राली झर्दा नि गर्मी लास्टै भइरहेको किन होला। अहिले त अलिअलि हावा आइरहेछ। अनि उतातिर चाहिँ रोड छ होइन, बजार साइड जाने। अनि त्यही रोडमा अहिले त्यही रोडको साइडनिर चाहिँ मन्दिर हो। अनि त्यही गइरहेको। अब एकछिनमा पुगिन्छ। अब त 5 मिनट नि लाग्दैन, 2 मिनटमा पुगिन्छ होला। पुगिसक्यो। उता चाहिँ खोला छ ऊ तल।
ल पानी कस्तो कस्तो आयो पुरै आज नुहाएर जानुपर्ने जस्तो छ उता खोलामा धेरै भइसक्यो ननुहाएको नि यता नुहाउनलाई स्विमिङ पुल चाहिँदैन नेचुरल स्विमिङ पुल हुन्छ होइन आफै बनेको त्यही नुहाउने हो अलि अगाडि देखाउँला म अनि यता चाहिँ पहिला गाउँमा रोड नजाँदाखेरिका पसलहरू अहिले टुटिसकेका छन् होइन अङ्कल त हिँडिसक्यो के हो आवाज त्यस्तै आइरहेछ ल ऊ अङ्कल चाहिँ उता छन् बाइकमा म अलि अगाडि देखाउँछु अनि म पुगिसकेको होइन म पुगेको आधा घन्टा भयो भेटिसकेको छ ऊ अनि भाइहरू छन् उता यता अहिले त्यत्तिकै यता जङ्गलतिर घुम्न गइरहेको छु पातला यहाँ छौँ आज पातला ल अब मन्दिर चाहिँ उता छ एकछिनमा मन्दिरमा जाने अहिले यता माथि ग्राउन्ड छ त्यही ग्राउन्डमा जाउँ भने हो ग्राउन्ड चाहिँ राम्रै बनाएको छैन ऊ भलिबल खेल्ने ग्राउन्ड हो ल पछि मन्दिर गएर देखाउँछु अनि गाइज अहिले हामी आएको छौँ नुहाउन होइन यता हेर्नुहोस् पुरै बवाल छ होइन ल अब नुहाएर अनि बनाउँछु म भिडियो ओके बाई बाई यता पुरै छ नि ल गाइस नुहाएर आइसकेका छौँ होइन सिरै छ भित्र र अब जाँदाखेरि देखाउँछु होइन हेलो गाइस आई एम अवस्थिराम अब जान लाग्यो घर होइन अगाडि गइरहनुहरू हो म अलि पछाडिको अहिले उता त्यही नुहाएर आएको हामी सबै ल्या अनि ऊ भाइ बजाइरहेको यस्तै बजाएर ल माथि माथि देखाउँछु म अनि गाइस पुगिसकेको थियो होइन हिजो चाहिँ म अनि आएर अलि बिजी भइयो त्यही भएर आज दोस्रो दिन बनाउँदैछु ल धेरै पछि भ्लग आएको थियो होइन अब आउँदै गर्छ होला 1-2 दिन अहिलेको लागि बाई बाई किस्मत में तेरी हम ना लिखे जो तो क्या करोगे